Recently, I made a video about the global price drop in gold. And during the तिहार फेस्टिभल नेपाल मार्केट बन्द थियो र ट्रेडिङ पनि पजमा थियो। अब तिहार सकियो र बजार खुलिसक्छ। यसले नेपालको सुनको मूल्यमा कस्तो असर पारेको? गोल्ड फेडरेसन अफ नेपाल गोल्ड एन्ड सिल्भर डिलर एसोसिएसन अनुसार फाइन 24 क्यारेट गोल्डको 11,600 प्रति तोलाले घटेको छ। तिहार अघि अक्टोबर 23, 2025 भन्दा करेन्ट प्राइस अक्टोबर 26, 2025 24 क्यारेट गोल्डको मूल्य 2,41,900 पर तोला पुग्न गएको छ। कम्पेरिजन गर्नु पर्दाखेरि तिहार अघिको प्राइस 2,53,500 रुपैयाँ प्रति तोला थियो र आजको 11,600 ड्रप पर्सेन्टेजमा हेर्ने हो भने 4.6% छ। तिहार अघिको हप्ता पनि 7,268 रुपैयाँले सुनको भाउ घटेको थियो आफ्टर हिटिङ हाइएस्ट प्राइस 2,58,000। यो घट्नुको मुख्य रिजन जियोपोलिटिकल टेन्सन अलिकति खुल्ला हुनु र अलिकति इज हुनु र युएस डलर फेरि बलियो हुनु। हाल बजार जोखिमपूर्ण छ। अहिले सुन किन्ने र बेच्ने नगर्नु नै होला। सुनको मूल्य फेरि माथि जान सक्छ वा तल घट्न नि सक्छ। सावधानी अपनाउनु।